आजको यात्रा सिलगढीदेखि लाटपन्चरसम्म हुन्छ। अहिले म सालुगढामा छु। सालुगढा बजारमै छु अहिले। आज टाइम अलिकति प्रपर भएको त्यति व्यस्त छैन। त्यसोभए साथी यस्तो चाहिँ हाम्रो अहिले बर्खामा यस्तो हरियाली हुन्छ। अहिले 1-2 दिनपछि यहाँ साइडमा त्यो ब्लू कलरको त्यो फुलको नाम चाहिँ मलाई थाहा छैन, त्यो पनि फुल चाहिँ यति राम्रो देख्छ यो बाटो। यहाँदेखि अब जाम स्टार्ट भएको जस्तै छ, अलिक स्लो छ। बाघपुल छेउ आइपुग्यो। त्यहाँदेखि अलिक जाम छ बाटो। यहाँ अगाडिदेखि चाहिँ अब साथीहरूलाई म भन्न चाहन्छु उता डुवर्स, भुटान, इभन आसाम पनि यो कोरोनेसन ब्रिज भएर नै जान्छ। जोलाई थाहा छैन, हामी चाहिँ स्ट्रेट जानुपर्छ सिक्किमतिर, कालिम्पोङतिर। बिचमा गएर कालीझोडाबाट चाहिँ छुट्टिनुपर्छ कालिम्पोङको लागि। बाघपुल क्रस गरेर अगाडि गइसक्यो भने हामी कालीझोडाको छेउछाउ गइसक्यौँ। बाटो चाहिँ एकदमै डेन्जरस, मुनि खोला, स्पिड यहाँनिर कालीझोडा छेउमा पुगेँ। सिक्किमको रेलवेको नयाँ पुल पनि तपाईँले देख्नुहुँदैछ होला। अब हामी चाहिँ यहाँ कालीझोडादेखि चाहिँ हामी उकालो लाग्नुपर्छ। हामी स्ट्रेट सिक्किम कालिम्पोङको लागि स्ट्रेट। हामी चाहिँ यहाँदेखि चाहिँ उकालो लाग्छौँ। यहाँदेखि इन्डिकेटर टप दिएर साथी जङ्गलको उकालो बाटो आयो। यस्तो छ बाटो चाहिँ उकालो भएको बाटो चाहिँ राम्रै छ। यहाँसम्म चाहिँ अलिकति बिचमा माथि कर्मर भएको जग्गामा चाहिँ इन्डिकेटर पहिरोले गर्दा अलिक अप्ठ्यारो छ बाटो। त्यहाँ
यो ठुलो गोलाइमा आइपुग्यो है साथीहरू। यहाँ अलिकति स्लो गरेर दिन्छु भिडियो। यताको पार्टदेखि किन चाहिँ यहाँ आई लभ सिटोङ राम्रो जग्गा छ। टाढोबाट आउँदैछ यहाँ रेस्ट गरेर रिफ्रेसमेन्टको लागि राम्रो सुविधा छ कर्म रोक्नको लागि। त्यहाँ चाहिँ दुनियाँभरको मान्छेहरू पनि मरिसक्यो त्यो पहिरोमा चपेटमा परेर। अनि हामी सानो हुँदादेखि त्यो बाटो त्यस्तै हो देखेको पनि। जहाँसम्म हाम्रो मन मस्तिष्कले भ्याउँछ त्यति बेलादेखि थाहा छ त्यो बाटो त्यस्तै हो। त्यो बाटोको सोल्युसन अहिलेसम्म हुन सकेको छैन। एकदमै जनता दुःखी छ यो बाटोको कारणले गर्दाखेरि। स्पेसली हाम्रो रुटमा चल्ने रेगुलर ड्राइभर दाजुभाइहरू जसले चाहिँ अब यो ड्राइभरी काम गरेर नै आफ्नो पेट पालो गर्नुपर्छ। यो बाटो उस्तै ओह्रालोबाट आउने नयाँ ड्राइभरहरू चाहिँ यसो हेरेर हेर्न बित्तिकै डराउँछ कि। किनभने अस्तिको पालि पनि यहाँ गाडी फस्दाखेरि म सिलगढीबाट उकालो आउँदै थिएँ। म त आफ्नो गाडी रोकेर यहाँ त 3-4जना थियो टुरिस्टहरूको गाडीमाथि चढाइदिनु पऱ्यो उसले नसकेर डराएर। अब नि अभियसली डर लाग्छ त्यस्तो खालको डर लाग्दो बाटो छ। हाम्रो लाटपन शर्मा हाम्रो सिनियर दाजुहरूलाई सबैजनालाई भन्न चाहन्छु हामी मिलेर यो बाटोको लागि केही गरौँ। एक मनको यो चित्तको भएर यो बाटोको लागि केही गरौँ। कतिले भन्छ फरेस्टले हामीलाई त्यहाँनिर अप्ठ्यारोमा पारिरहेछ दिएको छैन। फरेस्टको ठुलो अफसरहरूलाई पनि म निवेदन रिक्वेस्ट नै गर्न चाहन्छु सर कृपया मिलेर हामीले केही गरौँ यो बाटोको लागि। किनभने यो बाटोमा सफर गर्नुपर्ने सबैजना तपाईँ पनि हो हामी पनि हो। भोलिको दिनमा यो बाटोमा केही दुर्घटना हुन्छ अवश्य तपाईँहरूलाई पनि दुःख लाग्छ। किनभने कसैले यो बाटोको कारणले गर्दा प्राणी जस्तो जो हल्लिन्छ नि निस्किन्छ नि स्टोन लस हो। प्रेग्नेन्ट लेडिजहरू त यहाँनिर चाहिँ बाटोमै निस्किन्छ। अब भन्दाखेरि अलिकति अप्ठ्यारो नराम्रो भने जस्तो लाग्छ तर बाटोमै निस्किन्छ नि अन्त यस्तोमा त होइन नि। लुज मोसन हुनेहरू पनि बाटोमा नै अन्त तिनीहरूलाई गएर पढाउँछ। यो बाटो चाहिँ होइन बाँकी बाटो राम्रो छ जे राम्रो छ त्यसलाई राम्रै गर्नुपर्छ। अलिकति वाइडन अप गर्नु पाएन अझै राम्रो तर ठिकै छ यति थाहा छ। अनि लाटपन सरको दाजुभाइहरूलाई ड्राइभिङ साथीहरूलाई सानो ठुलो दाजुभाइ अङ्कलहरूलाई के भन्न चाहन्छु भने तपाईँले मोडमा छ हर्न बजाउँदै हिँड्नुहोस् है। किनभने अप्ठ्यारो बाटो छ। कतिपल्ट मैले अस्ति पहिला स्कुल ड्युटी गर्दा पनि त्यस्तै भयो। कतिपल्ट मोडमा हर्नै नलगे माथिबाट पत्तिएर आउने। यो ब्लग चाहिँ हाम्रो साथीभाइहरूको लागि पनि ड्राइभर साथीभाइहरूको लागि तपाईँलाई मैले सिकाएको होइन तर सबैको हितको लागि अलिक बिस्तारै हिँडौँ है। यो चाहिँ मैले भिडियो स्पिडमा चलाएर यस्तो देखेको। तपाईँलाई स्लो भिडियो लामो हुन्छ तपाईँलाई स्लो हिँड्नु सजेसन दिन चाहन्छु। सजेसन के भन्नु तपाईँलाई एडभाइस भन्दा पनि हुन्छ निवेदन भन्दा हुन्छ। साथीभाइको कृपया स्लो गरिदिनु होला हर्न बजाउँदै हिँड्नु होला। मोडमा एकदमै स्लो गरिदिनु होला। अनि डाउनको गाडीहरूलाई तपाईँले पास दिइहाल्नु अर्को गाडीहरूले। किनकि सानो बाटोमा त त्यही त छ है ड्राइभिङ रुल्स त्यही त हो। मैले चाहिँ बात गर्दा पनि म तल 6 माइल मुनितिर जस्तो लाग्दैछ। 6 माइल मुनितिर आइपुगिसकेको छु। यो चाहिँ बर्डिङ एरिया हो अहिलेको। एकदमै अहिलेको जमानामा चाहिँ अहिलेको टाइममा चाहिँ एकदमै प्राइम लोकेसन यो बर्डिङको लागि। हाम्रो सबै टुरिस्टहरू यतै प्रायः भेट्छु म लजको टुरिस्ट लजको हाम्रो साथीहरू पनि प्रायः यतै हुन्छ। यो पोइन्ट हो सायद मेरो हिसाबमा। यहाँनिर कुन चाहिँ चरा मैले बिर्सेँ भने नाम त याद गरेको थिएँ।
ट्रोगन नेसनल पार्क पनि छ तपाईँको माथि ट्रोगन चराहरूको स्पेसल पर्टिकुलर पाउने जग्गा चाहिँ यो भन्छ म बर्डिङ त गर्दिनँ तर जहाँसम्म मैले सुनेको यहाँ माथि ट्रोगन नेसनल पार्क छ तर अहिले त्यस्तो यो चलेको छैन कि के हो मैले बिचमा त निकै यहाँ हलचल देख्दै थिएँ अहिले शान्ति छ सेक्युरिटीहरू पनि देख्थेँ पहिला फरेस्टको यहाँ अहिले देख्दिनँ म के भएको थियो मलाई थाहा छैन तर हाम्रो यो लाठपन्चरको यो सम्पत्ति भनेको के हुन्छ एउटा सानो कोसिस फरेस्टको तर्फबाट हामीहरू मिलेर यसलाई सुचारू रूपले अगाडि बढाउने कस्तो पाराले गाउँलाई घरलाई अगाडि बढाउने एउटा सानो पार्क थियो त्यो पनि बन्द भयो के कारणले गर्दा थियो थाहा छैन मलाई कारण लु साथी कुरा ज्यादा नगरौँ छमेल काटे किल खानु यहाँ आइपुगेछु सायद किल खानुको अर्को नाम के हो मिलनदुरा यहाँ कुशल दाजु यहाँ सोल्नु खाएको घर पनि झट्टै यहाँनिर हाम्रो कुमालन्तको नर्सरी पनि देख्दैछ यो बाघ गोलाइ भन्थ्यो सानोमा चाहिँ हामी यत्रो हुँदा योलाई बाघ गोलाइ भन्थ्यो यहाँ पहिरो हुन्थ्यो कहिल्यै रोक्थेन है यो रोकियो फाइनली राम्रो नत्र पहिला कर्मट जस्तो यहाँनिर पहिरो गइबस्थ्यो यो वर्षा साइड हुनाले यता सफा एरिया छ खुसी लाग्छ मैला कुचुलो नफ्याँकौँ है साथीभाइ जस्तो बिचतिर पनि मैले सुनेको थिएँ कता फेसबुकतिर मैलाहरू यता चौरतिर लाटको मान्छेहरूले कताको मान्छेले म भन्नु सक्दिनँ तर हुनु त हाम्रै गाउँ एरियाको मान्छेले हो नि त सिलगढीबाट त आएर फ्याँकेन अभियसली यहाँ मोडमा झन्डै ठोक्यो साथीहरू त्यही कारण यहाँ त बात पनि गर्नु हुँदैन नम्बुङ आइपुगे चौध फुटे जान्थ्यो हामी सानोमा माथि 5 फुटे थियो अहिले त सबै मोबाइलले सबै केटाकेटीहरू कमान जोगी घाट यतापट्टि आइपुगेछु साथीहरू जोगी पलाएको छैन अस्ति जानु त पलाक्दैन पानी चाहिँ तलबाट छ हेरौँ पलाउनु पर्ने पानीको परेको हिसाबले त एकछिन भिडियो स्लो गरेर पनि हेरौँ त्यही त पानी पलाएको छ है छ है पानी ओ भेना के बनाउँदैछ पानी त पलाएको छ यस्तो पानी बनाउनु भएको किनभने प्रपर बर्खा लागेको छ अलिक टाइम लाग्छ यहाँ जोगी घाटमा पनि पहिला यो रक क्लाइम्बिङ थियो है पर त पलाएन रहेछ त फेरि पानी है बस त्यो अब चल्नु ऊ पर त पलाएन रहेछ त भनेको नि छोड्नु पनि केले गर्दा थाहा छैन कसले गर्दा थाहा छैन किन गरेको त्यो पनि थाहा छैन जसले गरेको राम्रैको लागि गरेको होला जसले गरेको थियो त्यसले पनि राम्रैको लागि गरेको थियो लाठपन्चरको नाम कमसेकम रक क्लाइम्बिङको फिल्डमा त थियो बिस्तारै जाउँ न हाम्रो बोर्ड पनि देखिहाल्नु होला बात गर्नु पनि गर्दा ओखरबाटै आएँ ओखरबाटै के भनेर ओखरबाटै छ यहाँ छिपछिपी आएँ सानोमा हामी डर लाग्थ्यो हामीले बसमा जोड्थ्यो यहाँ हाम्रो साथी रोहन साथीहरू बोलाइ बाह्रधुरे आएँ बाह्रधुरेको युथहरू साह्रै एक्टिभ छ है केटाहरू केटीहरू पनि इभन गुम्बा आइपुग्यो चाम्रो चाम्रोको दाम पनि एउटा सम्पत्ति जस्तै यो लाठपन्चर अगमसिंहगिरी हाम्रो कवि यो पनि स्कुल पढ्दा सानोमा नाम लिएको अहिले त दिप्ताको बोलाए आइपुग्यो अफ्रेको बोलाए कहिले ढुकिँदैन यही अब चाहिँ हाम्रो गाउँको नयाँ बाटो है 45को बाटो यस्तो मलाई सिलिगुडीमा थियो उज्यालो यहाँ आयो धुवा भित्र बसेको जस्तो जे भए पनि आफ्नो गाउँ रमाइलो लाग्दो रहेछ मोटाबाट कता हिँड्दैछ हौ लिएर साथी चाहिँ यसो पार गरेर अब के छ कसो छ केही देख्दैन त हो अन्त है मेरो मकैहरू कस्तो भएछ हावाले ढाल्दैछ बडी कहाँबाट आउनको साथी हो यस्तै भयो छिटो मिठो है तपाईँहरूले मैले जानी नजानी एडिट गरेर मम्मी घरमा हुनुहुन्छ यो पस्किने प्रयास गरेको छु आशा छ तपाईँले मन पराइदिनुहुन्छ होला यस्तो छ घरको सिँढी चिप्लो
घर पत्करहरू झरे जस्तो अवस्था छ कहाँनिर आएको जस्तो लु हेर्नु न धुवा धुम्मै मम्मी लु ल सबै के साथीहरूलाई गर्नुहुँदैछ यति बेलासम्म हेरिदिनु भयो भने थ्याङ्क यू आइस अगाडिको केही छैन पनि हेर्दै जानुहोस् अरे 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 थ्याङ्क यू अल गुड बाई